आयुर्वेद भनेको त एभिडेन्स नै छैन नि। आयुर्वेदमा कहाँ एभिडेन्स हुन्छ, फ्याक्ट हुन्छ, रिसर्च हुन्छ काहीँ नपाएर। हो, यस्तो सोच्नुहुन्छ भने यो भिडियो तपाईँको लागि। नमस्कार, म आयुर्वेद चिकित्सक वैद्य रक्षा भट्टराई। आज म तपाईँहरूलाई चाहिँ एभिडेन्स बेस्ड आयुर्वेदको चाहिँ कुरा गर्न चाहन्छु है त। कुरा विश्वास वा कथा वा मनको मात्र होइन, क्लिनिकल रिसर्चले प्रमाणित गरेको आयुर्वेदको कुरा तपाईँहरूको लागि। आजको संसारमा क्रोनिक डिजिजेसहरू जस्तै ओबेसिटी, गाउट, ब्रोन्काइटिस, आजमा, एनिमिया, एक्जिमा, सोरायसिस यी सबै चाहिँ लाइफ लङ म्यानेजमेन्ट चाहिने खालको रोग हुन्। केवल सिम्टम मात्र दबाएर हुँदैन। त्यही आउँछ आयुर्वेद अगाडि। ओबेसिटीको क्लिनिकल ट्रायल्समा व्योसादी गुगुल र हरितकी चूर्णले बडी वेट र लिपिड प्रोफाइल दुइटै घटाएको देखिन्छ। क्र्यास डायटले होइन, मेटाबोलिजम सुधारेर सस्टेनेबल वेट लस गराएर। गाउटको केसमा हामी आयुर्वेदमा यसलाई वातरक्त भनेर भन्छौँ। अमृता गुगुल र पिण्ड तैलको प्रयोगले मल्टिसेन्ट्रिक स्टडिजले चाहिँ जोइन्ट पेन कम हुनुका साथै चाहिँ सिरम युरिक एसिड पनि घटेको देखाएको छ, लङ टर्म सेफ्टी सहितमा। ब्रोन्काइटिस र आजमाको केसमा चाहिँ ब्याग्री हरितकी र वासावलीहरूले चाहिँ क्रोनिक कफ विजिङ घटाएर लङ फङ्सन्समा सुधार लिएर आएको क्लिनिकल एभिडेन्स छ। क्वालिटी अफ लाइफ नै बदलिन्छ। एनिमिया, जसमा अझ आइरन ट्याब्लेट्सहरू सहन नसक्ने बिरामीमा चाहिँ पुनर्नवा मन्डुर र दाडीमादी घृतले चाहिँ हेमोग्लोबिन सुरक्षित रूपमा बढाएको छ भनेर एडभर्स इफेक्ट पनि छैन भनिसकेको छ। एक्जिमा र सोरायसिस, किटिबा कुष्ठ भन्छौँ हामीले, यसमा वज्रघृत र आरोग्यवर्धनी बटीले चाहिँ सिम्टम्स मात्र होइन, स्किन ब्यारियर रेस्टोरेसनमा समेत सकारात्मक परिणाम देखाएको छ। महत्त्वपूर्ण कुरा के भने यी स्टडिजहरू CCRAS, सेन्ट्रल काउन्सिल फर रिसर्च इन आयुर्वेदिक साइन्सेस र इन्टरनेसनल रिसर्च स्ट्यान्डर्ड अनुसार चाहिँ गरिएका हुन्। ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल्स, मल्टिसेन्टर स्टडिज, इन्डिभिजुअलाइज ट्रिटमेन्ट, प्रकृति अनुसार चाहिँ सबै इन्टिग्रेट गरिएको छ। त्यसैले आयुर्वेद अल्टरनेटिभ होइन, यो भ्यालिडेटेड मेडिकल सिस्टम हो, विशेष गरी क्रोनिक डिजिजको लङ टर्म म्यानेजमेन्टमा। तर याद राख्नुहोस्, आफै औषधि भने सुरु नगर्नुहोस् यहाँ नाम सुने भनेर। हरेक रोग र रोगीको शरीर फरक हुन्छ। क्वालिफाइड आयुर्वेदिक डक्टरसँग कन्सल्टेसन अनिवार्य छ। अब तपाईँलाई सोध्छु, आयुर्वेद एभिडेन्स बेस्ड छैन भन्ने भ्रम अझै पनि तोडिन बाँकी छ कि तोडिसके मैले? कमेन्टमा लेखेर बताउनु होला।